अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुह। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन व अला आलिहि व अस्हाबिल अजमईन अम्मा बाद। क़ाल अल्लाहु तआला अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम वमा खलक़तुल जिन्ना वल इंसा इल्ला लियअबुदून। मेरा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरू, म आज तपाईहरूलाई यो कुरामा केही कुरा भन्न गइरहेको छु कि अल्लाहले हामीलाई किन जन्म दिनुभयो त? के किसको लागि जन्म दिनुभयो त? यसको बारेमा म तपाईहरूलाई खुलासा गर्न गइरहेको छु। अल्लाहले हामीलाई जन्म दिनुभयो केवल मात्र उपासनाको लागि। कि हामीले अल्लाहलाई दिन सक्छौँ केही सक्दैनौँ दिन। पैसा दिन सक्छौँ? सक्दैनौँ। बस हामीले सक्छौँ त बस उपासना गर्न सक्छौँ, अल्लाहको शुक्रगुजार गर्न सक्छौँ, हैन? र अल्लाह तालाले खुद भन्नुभएको छ कुरानमा, वमा खलक़तुल जिन्ना वल इंसा इल्ला लियअबुदून। मैले मानव र दानवलाई मेरो उपासनाको लागि जन्म दिएको हुँ, यसरी भन्नुभएको छ। र हामीले यति राम्रो कुराहरू थाहा पाउँदै कि हामीले अल्लाहलाई मात्र उपासना गर्नुपर्छ भन्ने कुरा थाहा पाउँदै पनि आजभोलि हाम्रो समाजमा के गरिँदैछ? ढुङ्गालाई मूर्ति बनाएर पुजिँदैछ, र त्यसै गरी रुखलाई पुजिन्छ, गाईलाई पुजिन्छ। अल्लाह तालाले हामीलाई सबैभन्दा राम्रो प्राणी बनाएर पठाउनु भयो दुनियाँमा। मानिस भनेको सबैभन्दा राम्रो प्राणी होइन दुनियाँमा? गाईलाई पुजिन्छ होइन हाम्रो समाजमा? गाईलाई किन पुजिन्छ? गाई मानिसभन्दा राम्रो प्राणी हो? होइन नि। दिमाग भनेको मान्छेसँग छ नि, त्यसैले मानवले बुझ्नुपर्ने मानवभन्दा माथिल्लो र हामीलाई बनाउनु भयो अल्लाह तालाले। हामीले भनेको अल्लाह तालाको इबादत गर्ने, अल्लाह तालालाई पूजा गर्ने। यति कुरा नि तपाईँहरूले किन बुझ्न नसक्नु भएको? र अर्को कुरा रह्यो कि यो ढुङ्गा पुज्ने अनि रुखहरू पुज्ने यो कुरामा, ढुङ्गा त एउटा अल्लाह तालाले बनाएको चिज हो, त्यसलाई हामीले कसरी पुज्न सक्छौँ? त्यो त हाम्रो इस्तेमाल गर्नलाई, त्यो हामीले प्रयोग गर्न सक्छौँ, त्योबाट प्रयोग गरेर फाइदा उठाउन सक्छौँ। र त्यसलाई कसरी पुज्न सक्छौँ? त्यसले बुझ्छ केही कुरा? बुझ्दैन नि। र त्यसै गरी गाईलाई पुज्ने, गाईलाई माता मान्ने। गाईलाई माता मान्ने हो भने त के गोरुलाई चाहिँ के मान्ने? छोड्नु, त्यो कुरा छोडौँ, होइन? गाईलाई हामीले किन पुज्नु पर्यो के? गाई दुध खानलाई बनेको, दुध खाए भयो त। यसको मुत किन पिनु पर्यो? किन पूजा गर्नु पर्यो यसलाई? हामीले पूजा गर्ने भनेकै हामी यो दुनियाँलाई जसले सृष्टि गर्यो, यो दुनियाँको सृष्टिकर्ता जो हो, उहाँलाई चिनेर पूजा गर्नुपर्छ। बुझ्नुभयो नि? जस्तो हिन्दू धर्ममा छ कि धेरै हिन्दू धर्मको समाजको मान्छेहरूले धेरै देवी देवतालाई पूजा गर्छन्। के सबै देवी देवता मिलेर बनाएको यो सृष्टि? सीता, राम, गीता, उनीहरू सबै मान्छे थिए। सबै मान्छेहरूलाई फेरि किन पुज्नु पर्यो? तपाईँहरूको बानी नै यस्तै छ कि ल मानौँ तपाईँको छोराछोरी बिमारी भएर मर्न आँटिसक्यो, हस्पिटलमा डक्टरले हल्का मेहनत गरेर उसको ज्यान बचाइदियो। त्यही डक्टरको सजदा गर्न थाल्नुहुन्छ तपाईँले, त्यही डक्टरलाई पूजा गर्न थाल्नुहुन्छ कि यो भगवान हो भनेर। बुझ्नु छ त? जसले यो दुनियाँलाई बनायो उसलाई भगवान बनायो, उसलाई बुझौँ। पहिले आफ्नो रबलाई चिन्नुहोस्, त्यसपछि इबादतमा लाग्नुहोस्, पूजा आराधनामा लाग्नुहोस्। यो होइन कि नचिनेर यो गरे ठिक हुन्छ कि त्यो गरे ठिक हुन्छ, त्यसै होइन। बस यो दुनियाँलाई एउटा सृष्टिकर्ताले बनायो, उहाँ हुनुहुन्छ अल्लाह। एउटालाई पूजा गरौँ, किन हजारौँ करोडौँ मानिसहरूलाई नि पुज्न सुरु गरिदिने?
गाईलाई नि पूजा गर्न छोड्दै के भन्न सकौँ। थ्याङ्क यू। केही गल्ती बोलेकोमा